ब्याक ओए के हो दुश्मनी लिएको के हो जस्तै दुईटा हातले आउँछ मानु होइन दुईटा हातले आउँछ भनेपछि परस हात ठ्याक्कै त्यो हो डाङ डाङ जुन पनि हान्न पाइन्छ। हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग है त छ आज चाहिँ हामी कोलपुर जाँदैछौँ गेमतिर अनि म चाहिँ आज अलि जोस लाग्छ त्यही भएर चाहिँ म हल्का सानो गीत गाएर सुनाउँछु है त। सो मेरो चाहिँ हिडन ट्यालेन्ट देखाउँदैछु है त। गिटार चाहिँ ल्याएर राखेको लागि बाटो खासै भएको छैन। सो हेरौँ है त अब हल्का गीत चाहिँ वर्कायो ल राम्रो त छैन है त्यही पनि हल्का हेर्न सक्नुहुन्छ है यिनीहरू चाहिँ ठुडन लिने मान्छेहरू ठुडन लिने मान्छेहरू चाहिँ हान्नु लाग्छन् पुम्सी चाहिँ देखाउँदिनँ म अहिले चाहिँ ल रेडी पुरै सुरु भयो ल यतिले बनाउँछु अहिले चाहिँ म बिदा माग्नु छ है। सो गाइज यो चाहिँ रह्यो ब्ल्याक बेल्ट र टुडनको ग्रेडिङ हाम्रो बढिदिया बास्केट बनाउनु लागेको छ। सो अब चाहिँ म यता गेममा आइहालेँ आज पुलको चाहिँ जाने भएन। सो हेरौँ है त अब किकिङहरू हुन्छ हल्का अनि पुम्सी बेसिकहरू हुन्छ। पुम्सी बेसिक चाहिँ देखाउन पाउँदैन मैले किकहरू चाहिँ हानेको हेरौँ है त कस्तो लाग्छ तपाईँहरूलाई। दुईटा खुट्टा हानेको तिम्रो त के हो खतरा छ त दुईटा खुट्टा हान्दियो धेरै दिन भयो क्या मेरो पनि अरे यार फोल्ड गर्ने अनि तन्काउने म खाना भएको नि सुकाएर आएको थियो हामीले पहिला याद आयो कि यस्तो कल मान्छे खबर हान्छ सो यहाँ चाहिँ अब टुडनको चाहिँ त्यो हुँदैछ है किकिङहरू नाइस यस्तो हान्नु पऱ्यो कि होइन। सो अब यहाँ किक आइसक्यो प्याटहरू अनि यहाँ चाहिँ यहाँ मस्तले हानिरहेछ भित्र अर्को साइडमा हो त्यो उड्नु पऱ्यो एक दुई भित्ता जति जानु पऱ्यो ब्याक ओए के हो दुश्मनी लिएको के हो आरामले इजिली दिनु क्या इजिली 1 2 3 बुझिन आरामले इजिली 1 2 इजी छ एकदम है एकदम इजी छ केटाहरूले हानिरहेछन् टुडनको लागि चाहिँ ल
इजी इजी ए के हानेको हान्छन् कम्मलले हान्छन् 16 हानेछ नि त 16 अहिले मान्छे उठ्छ अरे अलि मान्छे मात्रै उडे नभाग न हो हान न मान्छे उड्ने गरे नाइस ल बबाल है त बबाल हेर यिनलाई त नभाग है न त चोट लाग्छ छैन छैन पावर छैन केटाहरू ठिक छ ल यसरी देख्न सक्नुहुन्छ तपाईँहरू प्रत्यक्ष त्यो 360 मा बटरफ्लाई र वलनिङ दुईटै पर्छ है 360 मा 360 वलनिङ पर्छ ल हान 540 अनि 540 हान बटरफ्लाई ए वलनिङ हाने थियो अस्ति आवाज दिने के हप साउन्ड हप या सो अब चाहिँ यहाँ चाहिँ फाइट हुँदैछ पुम्सी बेसीहरू सबै किकिङहरू सब भइसकेको छ अब यो चाहिँ लास्ट फाइटहरू हो अनि फाइटपछि हल्का डेमोहरू हुन्छ जो पुम्सीहरूमा जुन आउट फाइटहरूमा काम लाग्ने कुराहरू हो त्यो हल्का सिकाइन्छ अनि त्यो पछि चाहिँ हाम्रो ग्रेडिङ चाहिँ यहीँ समाप्त हुन्छ है त साइड निस्केर खेल कमल साइड निस्केर हो नाइस साइड निस्क्यो साडी छिरा के त्यसलाई हो हेलो पहुँच आउँछ त्यो हेलो हेलो कमल साइड सो अब चाहिँ हाम्रो यहाँ सेल्फ डिफेन्स टेक्निकहरू सिकाउँदै हुनुहुन्छ गुरुले चाहिँ सो यो चाहिँ आउट फाइटरमा काम लाग्ने बढी यस्तो है अनि चाहिँ पुम्सी बेसीहरू हाम्रो चाहिँ पुम्सीहरूमा चाहिँ सिकाइने गर्छ जो हामीले चाहिँ अप्लाई गरेर देखाइराख्नु भएको छ गुरुले सो यति भन्दै आजको भ्लग चाहिँ हाम्रो यहीँ थुनिन्छ सो नेक्स्ट टाइम अझै राम्रो भ्लग बनाउने छ भयो त कमेन्ट सेयर हान्नु पऱ्यो गाइस है सपोर्ट देखाउनु पऱ्यो सो बाई बाई अर्को पकड्ने आउँछ जस्तो पकड्छ आइज त्यो पकडेछ हात पकड्ने त्यसको यहाँ घुमाउने हो वान स्टेप फेरि पक्र वा आउनु भएको छ होइन है गरेछ यो कान स्याउला छ त्यही पनि भाँच्न मिल्यो हो अनि यो गरिदिन मिल्छ टु अर्को ढकेलले आउँछ जस्तै यो वान ह्यान्डले ढकेलले आउँछ यो ठ्याक्कै पक्र्ने यहाँबाट पर्खिदिने हो है ठ्याक्कै पर्खिने जस्तै दुईवटा हातले आउँछ मानौँ होइन दुईवटा हातले आउँछ भनेपछि करस हात ठ्याक्कै यो हो टाङ जुन पनि हान्न पाइन्छ दुईवटा हात पक्रेछ अर्को आउँछ जस्तो यो गर्छ तिम्रो टाउको पकाउने डाङ गयो 7 नम्बरको गर्छ नि काट्रै यो पुम्सीमा एकदम ध्यान दिनुपर्ने है पुम्सी किन सिका त्यसैको लागि यो ठ्याक्कै पक्रेछ टाङ हान्छ ढाकेल नि यो त्यही हो कि अरू मानव पछाडिदेखि पक्रेछ ल टाक 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 यो ओरेछ ढाक्क साइड जाने उठाउने होइन टाउको समार्छ टाउको समार्छ कपाल समार्छ केटीहरू भयो धेरै यो पकाउने ट्याङ भइगयो अनि हो यति चाहिँ आफैले ख्याल गर्नु पऱ्यो है नोटिस गर्यो ल यति